प्रेम अनि विश्वासका बिउहरू छरेका थियौँ। प्रेम अनि विश्वासका बिउहरू छरेका थियौँ। खाली खाली हृदयलाई प्रेमले भरेका थियौँ। अरूले स्वीकृति दिएनन् अरूसँगै बस्न भने पनि, अरूले स्वीकृति दिएनन् अरूसँगै बस्न भने पनि एउटा छुट्टै संसारको कल्पना गरेका थियौँ। एउटा छुट्टै संसारको कल्पना गरेका थियौँ। नमस्कार, म श्रीराम। आज कस्तो पुरुष श्रीमान महिलाहरू आफ्नो जीवनमा चाहन्छन् त भन्ने विषयमा अनुसन्धान र सर्वेक्षणले देखाएका केही महत्त्वपूर्ण गुणहरूको बारेमा चर्चा गर्न चाहन्छु। विशेष गरी यो भिडियो पुरुषहरूको लागि। यदि यी तल भनिएका गुणहरूको वृद्धि विकासमा लाग्नु भयो भने तपाईको दाम्पत्य र पारिवारिक जीवन सफल हुनेछ भन्नेमा कुनै दुविधा रहने छैन। सामान्य या हलुका फुल्का लाग्ने यो प्रश्नले महिलाहरूको मनोविज्ञान र उनीहरूले आफ्नो जीवनमा कस्तो खालको पुरुष चाहन्छन् भन्ने कुरालाई खुलाउँछ। जीवनभरका लागि जोडिने र एउटा छुट्टै संसारको कल्पना गर्ने अथवा परिवार बसाउने पुरुष कस्तो होस् भन्ने चाहन्छन् त भन्दा मनोविज्ञ बीच ब्राउन भन्छन् महिलाहरू आफ्नो रोजाइ अनुसार शक्तिशाली र हँसिलो मोहडा भएको व्यक्तिलाई छान्ने गर्छन्। त्यसरी नै मानवशास्त्री हेलेन फिसरका अनुसार संसारभरका महिलाहरू एउटा मिठो बोली वचन भएको पुरुषबाट पनि उत्तिकै प्रभावित हुने गर्छन्। हाम्रो नेपालको हकमा हेर्यो भने सामाजिक, सांस्कृतिक, आर्थिक तथा व्यक्तिगत कारकहरूमा निर्भर भएर उनीहरू निर्णय लिने गर्छन्। करबल गर्ने अथवा जबरजस्ती गर्ने पुरुषलाई महिलाहरूले त्यति रुचाउँदैनन्। अझ यसलाई अलिकति बुदागत रूपमा व्याख्या गरौँ। पहिलो बुदा छ आर्थिक सुरक्षा। यो पैसा बोल्दैन, तर यो पैसाले सबैको बोल्ती बन्द गरिदिन्छ। यो पैसा हुनेले पैसा नहुनेलाई झिनो मसिनो किरो कमिलो बराबर पनि खाँदैन। म यसो फेरि दोहोऱ्याउँछु, पैसा हुने व्यक्तिले पैसा नहुने व्यक्तिलाई झिनो मसिनो किरो कमिलो बराबर पनि समिँदैन। मन ठुलो हुनुपर्छ, धन त ठुलो कुरो होइन यो सब भन्ने कुरा। पकेट डर नभएको व्यक्तिलाई संसारको जुनसुकै महिलाले पनि भाउ दिँदैन। अधिकांश महिला आर्थिक रूपमा सबल केटा मन पराउँछन्। अधिकांश केटी युवती धनी केटाको पैसाबाट साधन स्रोत जुटाएर खुसी रहन चाहन्छन् भन्ने कुरा अनुसन्धानले देखाउँछ। यो मैले भनेको होइन। दोस्रो बुँदा सेन्स अफ ह्युमर। कुनै पनि सम्बन्धका लागि महत्त्वपूर्ण अर्को गुण हो हाँसोको भावना। कोही पनि महिला आफूलाई हँसाउने अथवा आफूलाई खुसी पार्ने पुरुष अथवा युवक नै मन पराउने गर्छ। जुन व्यक्तिमा अथवा जुन पुरुषमा सेन्स अफ ह्युमर कम छ त्यो व्यक्तिलाई महिलाहरू उति नै तिरस्कार गर्छन् अथवा ऊप्रति त्यति नै अरुचि पैदा गर्छ। आफ्नो व्यवहार मार्फत महिलाहरूलाई विशेष व्यवहार प्रस्तुत गर्ने पुरुषलाई महिलाहरू आफ्नो श्रीमानका रूपमा हेर्न चाहन्छ। तेस्रो गुण सेन्स अफ स्टाइल। हरेक युवती, केटी अथवा महिला पुरुषको सबभन्दा पहिला उसको लुक्स र उसको लुगामा ध्यान जाने गर्छ। राम्रो कपडा लगाएर मात्र पनि हुँदैन अथवा ब्रान्डेड कपडा मात्र लगाएर पनि हुँदैन। उसको लुक्स कस्तो देखिन्छ, उसको ड्रेसिङ कोड कस्तो छ, यो कुरा एकदमै माइन्ड राख्ने गर्छ। हुन त पुरुषहरू पनि कम्ती हुँदैन, तर महिलाहरू बढी नै सुझी हुने गर्छ। त्यसकारण राम्रो सेन्स अफ स्टाइल भएको पुरुषलाई महिलाहरूले विशेष ध्यान दिने गर्छन् अथवा उनीहरूको रोजाइमा पर्ने गर्छन्। चौथो कन्फिडेन्स, आत्मविश्वास। आत्मविश्वासी पुरुषले अरूहरूका अगाडि उसले आफ्नो अलग्गै छवि बनाएको हुन्छ। उनीहरू न अन्य व्यक्तिको ईर्ष्या गर्छन्, न टिप्पणी गर्छन्, न त आफ्नो प्रेमिका या श्रीमतीका बारेमा विभिन्न खालका शङ्का उपशङ्काहरू गर्छन्। उनीहरू जहिले पनि सकारात्मक सोच्ने गर्छन्। उनीहरू महिलाहरू हुन् या युवतीहरू मतर्फ आकर्षित हुन् भनेर त्यतातर्फ त्यस्ता खालका गतिविधिहरू गर्दैनन्। महिलाहरू पुरुषको यही गुणबाट आकर्षित हुन्छन् र यस्तै गुण भएका व्यक्तिहरू आफ्नो जीवनमा पतिका रूपमा उनीहरू हेर्न चाहन्छन्। पाँचौं गुण रोमान्टिक। रस बिनाको जीवन निरस हुन्छ। काम काज पढाइ लेखाइ सबै कुरा एकतर्फ छन्। त्यसको अलावा सँगसँगै आफू रोमान्टिक हुनु पनि उत्तिकै जरुरी छ कुनै पनि सम्बन्धका लागि। जस्तै आफ्नो परिवारलाई छुट्टी मिलाएर कतै घुम्न लिएर जानु, घुमाउन लिएर जानु, उनीहरूलाई सपिङ गरिदिनु, कुनै उपहारहरू दिनु, त्यसै गरी आफ्नो युवतीका लागि अथवा आफ्नो श्रीमतीका लागि पत्रहरू लेख्नु, यस्ता खालका गतिविधि गर्ने पुरुषलाई महिलाहरूले विशेष रुचाउने गर्छ। छैठौं गुण विनम्रता, हम्बलनेस। सबैभन्दा महत्त्वपूर्ण विशेषता मध्ये विनम्रता एउटा गुण हो। हरेक महिलाहरू आफ्नो पुरुषमा यस्तै खालका विनम्रता भएको पुरुषलाई रुचाउने गर्छन्। जो मान्छे विनम्र छ उसले जुनसुकै परिस्थितिको पनि सामना गर्न सक्छ। महिलाहरू यस्तो व्यक्तिलाई विश्वास गरी सम्बन्धमा सुरक्षित महसुस गर्छन्। सातौं गुण परिपक्वता, मेच्योरिटी। महिलाहरू अलिक बढी उमेर भएका पुरुषहरू मन पराउँछन्, न कि आफ्नै उमेरको या आफूभन्दा सानो उमेरको। किनभने बढी उमेरका पुरुषहरू अलिकति परिपक्व र व्यवहारिक हुन्छन्। यद्यपि परिपक्वतासँग उमेरको कुनै सम्बन्ध हुँदैन, तर जीवनको भोगाइको अनुभवसँग यो निर्भर रहने गर्छ। तर परिपक्व व्यक्ति स्थिर हुन्छ र महिलाहरू स्थिरतामा विश्वास राख्ने गर्छन्। आठौं लक्षण निर्धक्क एवं बिन्दास। यस्ता पुरुषहरू बिन्दास रहन्छन्, टेन्सन रहँदैन। उनीहरू अरूको समस्या पनि समाधान गर्न सक्छन् अथवा अरूलाई उपाय दिन पनि सक्छन्। नेपाली टेली सिरियल हेर्नु भएको होला, सकिगो, त्यसमा एउटा पात्र छन् कक्रोच, जो
एउटा उपाय मास्टरको रूपमा हामीले देख्न सक्छौँ। भनेको त्यस्ता पुरुषहरू न त्यस्तो खालको कुनै टेन्सन लिन्छन्, न दबाब लिन्छन्, बरु बिन्दास तरिकाले आफ्नो काम लिन्छन्। महिलाहरू आत्तिने तात्तिने पुरुष होइन, शान्त र अर्थी उपदेश दिने पुरुष होइन, अर्थी उपदेश लिने पुरुषलाई मन पराउँछ। 9औं लक्षण नेतृत्व, लिडरसिप। नेतृत्व लिन सक्ने व्यक्तिले, जसले नेतृत्व लिन सक्छ, त्यस्तो पुरुषले आफ्नो परिपक्वता प्रदर्शन गरिरहेको हुन्छ। महिलाहरू नेतृत्व लिन सक्ने, राम्रो विचारधारा भएको, आत्मविश्वास भएको, प्रखर र प्रष्ट विचारधारा प्रभाव गर्ने पुरुषलाई रोज्ने गर्छ। भलै घरभित्र मेरो नेतृत्व होस् अथवा मेरो निर्णय होस् भन्ने चाहन्न, तर घरभन्दा बाहिर मेरो पुरुषको, मेरो श्रीमानको नेतृत्व होस्, मेरो श्रीमानको वर्चस्व रहोस् भन्ने चाहन्छ। र नम्बर 10 इमान्दारिता, अनेस्टी। बेइमान मान्छे को मन पराउँछ? बेइमानलाई कसैले मन पराउँदैन। भलै म बेइमानी छु तर मलाई इमान्दार मान्छे नै मनपर्छ। त्यसरी नै महिलाहरू आफ्नो जीवनमा इमान्दार पुरुष मन पराउने गर्छन्। आफूसँगै हिँडेको बेला आफूले मन पराएको मान्छेले, आफ्नो पुरुषले, आफ्नो श्रीमानले कोही अर्को व्यक्तिलाई एकोहोरो हेरिरहेको छ अथवा अर्को व्यक्तिको प्रशंसा गरेको छ भने यसले महिलाहरूमा शङ्का र उनीहरूको मनमा नकारात्मक भाव पैदा गर्ने गर्छ। महिलाहरू सम्बन्धमा इमान्दारिताको अपेक्षा राख्छन्। हरेक पुरुषले, हरेक युवकले, हरेक श्रीमानले यस्ता खालका गुणहरूको वृद्धि विकास गर्ने हो भने हरेक सम्बन्ध टिकाउ र सफल हुने गर्छन्। यसका अलावा अरू पनि गुण होलान्, तपाईहरु कमेन्टमा लेख्दै जानु होला। र अन्त्यमा मेरो माया लाग्छ र भनेर सोध्नका लागि म बालेन शाह होइन। यदि यो भिडियो मन परेको हो भने र मेरो यो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने कृपया यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, ताकि मेरो हौसला बढ्दै जाओस्। आगामी दिनमा पनि यस्तै खालका प्रस्तुतिहरू लिएर आउन सकूँ। त्यतिन्जेलसम्मका लागि यहाँहरूको समय शुभ रहोस्। शुभ दिन, नमस्कार।